प्रिय सज्जनहरू, आज प्रेरक प्रसङ्गको भाग 7 लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। बडो रोचक प्रसङ्ग छ। हामीले ब्रेल लिपि भन्ने थाहा पाएका छौँ। यो चाहिँ खास गरी दृष्टिविहीनहरूले अध्ययन गर्नलाई प्रयोग गर्छन्। अर्थात् यो लिपि नै यो दृष्टिविहीनहरूका लागि हो। यो ब्रेल लिपि जसले आविष्कार गर्यो अर्थात् जसले प्रादुर्भाव गर्यो यो चाहिँ लुई ब्रेल भन्ने मान्छे हुन्। यिनी फ्रान्सका हुन्। यिनका बाउ छालाको काम गर्थे, अर्थात् यिनको परिवार सार्कीको हो। यो हिसाबले हेर्दाखेरि उनी सुरुमै आँखा नदेख्ने या दृष्टिविहीन थिएनन्। यो छालाको काम गर्दा गर्दै बाउसँग काम गर्दा गर्दै उनी जाने 13-14 वर्षको उमेरमा उनी दृष्टिविहीन हुन पुगे र यो कामको सिलसिलामा दृष्टिविहीन भएका हुन्। र त्यस पछाडि उनको पढ्ने क्रम पनि रोकिएन। उनी पढ्दै गए, धेरै विद्वान भए, उनले पिएचडी पनि गरे पढ्दै गएर। र यो बिचमा चाहिँ उनले पढ्ने कुरा पनि बडो अप्ठ्यारो गरी पढे, सुनेर पढे, देखेर पढे, के अरे सुनेर पढे, थाहा पाएर पढे, स्पर्श गरेर पढे। यसरी पढ्दै गए। दृष्टिले बडो धोका दियो। उनी जाने बडो इच्छा कामी मान्छे थिए, अर्थात् प्रबल इच्छा भएका मान्छे। त्यसकारणले उनले चाहिँ आफ्नो इच्छा शक्तिलाई प्रदर्शन गर्दै गर्दै पढ्दै गए। उनले उनको एकजना सैनिक साथीसँग भेट भयो। सैनिक साथीले चाहिँ उनले यो डटेड भनेको चाहिँ नै थोप्लोहरूको प्रयोग गरेर साङ्केतिक जुन समाचारहरू पठाउँथे सैनिकहरूलाई नै थोप्लो प्रयोग गरेर सङ्केतको रूपमा, सङ्केतलाई अक्षरको मा बदलेर त्यो कुरा चाहिँ लुई ब्रेलले अर्थात् समाते, अर्थात् पकडे। र त्यो पक्डिसकेपछि उनले त्यही थोप्लाहरूलाई सङ्केतको रूपमा परिणत गरे र ब्रेल लिपिको आविष्कार गरे। र अहिले संसारमा लुई ब्रेलले आविष्कार गरेको ब्रेल लिपि दृष्टिविहीनहरूले अध्ययन गर्छन्। र अहिले संसारमा थुप्रै दृष्टिविहीनहरूले धेरै उच्च शिक्षाहरू हासिल गरेका छन्। त्यो चाहिँ लुई ब्रेलको कारणले गर्दाखेरि सम्भव भएको हो। त्यसकारणले सज्जनवृन्द, मैले यहाँहरूलाई के निवेदन गर्न चाहेको भने, यदि मान्छेको इच्छा शक्ति प्रबल भयो भनेदेखि म दृष्टिविहीन छु, अर्थात् म सुन्न सक्दिनँ, म बोल्न सक्दिनँ, यसले रोक्दो रहेनछ। मान्छेसँग चाहिँ नै जबरजस्त इच्छा शक्ति भयो भनेदेखि त्यसले केही न केही आफूलाई अगाडि बढाउँछ। आफूलाई मात्रै होइन, आफू जस्तै फरक क्षमताका मान्छेहरूलाई पनि केही न केही कुराहरू चाहिँ नै दिएर छाप छोडेर ऊ जाँदो रहेछ। उनी 43 वर्षको उमेरमा लुई ब्रेलको निधन भयो। लामो समय त बाँचेनन्, तर पनि उनले संसारलाई केही दिएर गए, दृष्टिविहीनहरूका लागि केही दिएर गए। त्यो स्मरण योग्य छ, स्मरणीय छ। र उनको प्रसङ्गलाई मैले यहाँ प्रस्तुत गरेँ। यो भनेको इच्छा शक्तिको प्रसङ्ग थियो। धन्यवाद छ यहाँहरूलाई सुनिदिनु भएकोमा, हार्दिक साधुवाद। फेरि 8औं श्रृङ्खला लिएर फेरि म उपस्थित हुनेछु। धन्यवाद, नमस्कार।